नमस्ते साथीहरु, यो हेर्नु मेरो हातमा मोर्सेसको भिजा। मनोज दाइको भिजा आएमा मनोज दाइ एकदमै खुसी हुनुहुन्छ। आज भन्न चाहन्छु यो भिजालाई हामी कसरी ओरिजिनल मान्यता गर्ने र कसरी चेक गर्ने ओरिजिनल हो या डुप्लिकेट हो भन्ने कुराहरु यो भिडियोमा हामीले समावेश गर्छु। यो भिडियो अन्तिमसम्म हेर्न अनुरोध गर्दैछु। स्क्यान गर्ने बित्तिकै मोर्सेस भिजा सेन्टरको वेबसाइटमा गइहाल्छ। त्यसपछि मान्य हुन्छ ओरिजिनल हो। लु एकैछिन पर्खिहाल्नु त, हामीले स्क्यान गर्न लागेको। त्यही मुनि हेर्दै हुनुहुन्छ यो बारीक कोड दिएको नि, हामीले ठ्याक्कै जुन यहाँ ठाउँमा स्क्यान गर्नुपर्छ, जुनै स्क्यानर एप्लिकेसन भए पनि हुन्छ। तपाईले हेर्दै राख्नु, हामीले स्क्यान गर्दै छु। सायद स्क्यानमा अलि समस्या भइरहेको छ, जसमा लाइट थिएन अघि। अहिले लाइट म अन गर्दा तपाईको फ्याट्टे जुन छ हेर्नु आइसक्यो। अनि यहाँ भनेको नि गो गेटमा क्लिक गर्नुपर्छ। डाइरेक्ट गो गेटमा क्लिक गर्ने बित्तिकै फ्याट्टे तपाईको मोर्सेसको गभर्नमेन्ट वेबसाइट, जसबाट हामीले भिसा प्राप्त गर्छौं, डाइरेक्ट त्यही फोनमा जान्छन्। अनि हेर्नु नेट स्लो चलेर नै अवस्था भयो। अब हामीले अर्को चाहिँ वाइफाई यसमा जोड्न लागेको हो। अब हेर्नु अर्को वाइफाई जोड्ने क्रममा फ्याट्टी आयो। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर राख्नु, बेल आइकन अल गरेर राख्नु। नयाँ सिस्टमको बारेमा हामी अपडेट गर्दै गर्छौं। हेर्नु आइसक्यो भिजा ओरिजिनल हो भन्ने कुराहरु थाहा लाग्यो।